आदरणीय दर्शकवृन्द नमस्कार। निकै लामो अन्तरालपछि एउटा भिडियो लिएर आएको छु फेरि। यो भिडियोमा म तपाईहरुलाई बचत किन जरुरी छ, बचत कति प्रतिशत बचत गर्दाखेरि कति वर्षमा चाहिँ आफूले काम नगरिकन आफ्नो मासिक खर्च चलाउन सक्ने गरेको आम्दानी गर्न सकिन्छ एउटा उदाहरण सहित देखाउन गइरहेको छु। हामी कोही जागिरे औंला, कोही व्यवसाय केही गरिरहेको औंला, कसैको घर भाडाबाट आम्दानी होला अथवा विभिन्न स्रोतहरु होलान् आम्दानीका। तर जे जस्तै भए पनि हाम्रो एउटा मासिक आम्दानी हुन्छ, त्यो स्थिर नहुन पनि सक्छ। कसैको जागिरेहरुको प्राय स्थिर हुन्छ आम्दानी, व्यवसायीहरुको त्यो नहुन पनि सक्छ। तर हाम्रा बेसिक नीडहरु, हाम्रा एकदम अत्यावश्यक नगरी नहुने एउटा बेसलाइन खर्च हुन्छ, त्यो भन्दा मुनि खर्च हामीले चाहेर पनि गर्नै सक्दैनौं, त्यस्तो मासिक खर्च हुन्छ। अनि त्यसपछि आवश्यकता पछाडी आउँछन् केही चाहनाहरु, त्यसमा हुने खर्चहरु, अनि विलासीका खर्चहरु, ती सबै खर्चहरु थुप्रिएर प्रति महिना एउटा केही हुन्छ। हामीले अक्सर के देख्छौं भने एउटा कोही मान्छेले महिनाको 30,000 कमाउँदै छ भने बिस्तारै उसको बढुवा भयो 40,000 50,000 कमाउन थाल्यो भने उसको जीवनशैलीमा परिवर्तन आउँछ। उ महिनाको 30,000 कमाउँदा पनि उलाई पुग्थ्यो, ठिक्कै हुन्थ्यो, पैसा बच्दैन थियो। महिनाको 50,000 कमाउँदा पनि उसलाई त्यस्तै ठिक्कै नै हुन्छ। महिनाको 2 लाख कमाउने भइसक्दा पनि उसको त्यस्तै ठिक्कै नै हुन्छ। 2 महिना तलब आएन अथवा आम्दानी आएन भने आन्दोलन गर्नुपर्ने हुन सक्छ अथवा ऋण लिनुपर्ने हुन सक्छ, केही हुन सक्छ। यो सब किन भइराछ भने हामीले बचत गर्न जानेका छैनौं। र तपाईहरुलाई त्यस्तै बचत गर्नको लागि अभिप्रेरित गर्नको लागि मैले यो भिडियो बनाएको हो। यो भिडियोमा मैले 4 वटा एक्सेल सिट बनाएको छु। एउटामा 5% का दरले बचत गर्ने, 10% का दरले, 20% का दरले र 50% ले सेभिङ गर्ने। अब यो सबैलाई यो लागू किन नहुन सक्छ भने मैले लिएको एक्जाम्पलमा मासिक 30,000 आम्दानी गर्ने मान्छेको उदाहरण लिएको छु। तर मासिक 30,000 सबैको आम्दानी नहुन सक्छ। तर यो एउटा व्यक्तिको मात्र नसोच्नुस्, घरको सम्पूर्ण घर, त्यो घरभरिको टोटल इन्कम सोच्नुस्। तपाई श्रीमान श्रीमतीको हुनुहुन्छ भने अथवा बुवा आमा पनि काम गर्ने हुन्छ भने सबैको सगोलको आम्दानी सोच्नुस्। त्यसपछि अब नियमित एउटा फिक्स्ड कति चाहिँ तपाईलाई घर खर्च चलाउन खर्च भइराछ, तपाईले कति चाहिँ बचाइराख्नु भएको छ। पहिलो उदाहरणमा 5% बचाउँदा, अनि दोस्रोमा 10%, तेस्रोमा 20 र चौथोमा 50% बचाउँदा के हुन्छ भने अब सबै कुरा ठ्याक्कै सोचेको जस्तो हुँदैन। बैंकको ब्याज दर पनि तलमाथि हुन्छ, तपाईले गरेको लगानीको प्रतिफल पनि तलमाथि हुन्छ र 10 वर्ष 15 वर्ष पछाडी त्यो रुपैयाँको भ्यालु पनि मुद्रास्फीतिले गर्दाखेरि कम मूल्यको हुन सक्छ, अवमूल्यन हुन सक्छ। तर मैले यहाँ के लिएको छु भने तपाईले 5% बचत गर्दा हरेक वर्ष त्यति नै, हरेक महिना 5% बचत गर्नु हो र तपाईको लगानीमा प्रतिफल चाहिँ हरेक वर्ष 10% ले आयो। यो कुनै पनि कहिले पनि चेन्ज भएन। 10% बढी भएको महिना केही बढी भयो होला, कम भएको वर्ष कम भयो होला, त्यसरी नै गर्दाखेरि पनि औसतमा लामो समयमा 10% भयो भनेर मैले एजुम गरेको छु। यो त अब हामीले एउटा लिनै पर्ने हुन्छ। अनि त्यसपछि अन्तिममा चाहिँ तपाईले अब कहिले चाहिँ रिटायर हुने त? मानिलिउ तपाई 25 वर्षको हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ। तपाईलाई कति वर्षपछि चाहिँ तपाईले मासिक खर्च जति गरिरहनु भएको हो त्यति खर्च गर्न पुग्ने गरेको तपाईलाई कति रुपैयाँ चाहिन्छ, त्यो अमाउन्ट निडेड फर रिटायरमेन्ट, त्यो यसरी हिसाब गरेको छु मैले। त्यो कसरी आयो भन्दा 5% मात्रै बचाउने मान्छेलाई त अब आम्दानीको 95% चाहियो नि हरेक महिना खर्च गर्न। हरेक महिना उलाई चाहिँ अब 85,50,000 चाहिँ प्रति वर्ष के रे 85,50,000 जम्मा भयो भने बल्ल उ चाहिँ रिटायर हुन सक्ने रहेछ। त्यो भनेको
लगभग 40 देखि 41 वर्षमा हुने रहेछ। यो कसरी भयो म त्यो देखाउँछु। महिनाको 1500 मात्रै हो, 5% भनेको त 30,000 कमाउने मान्छेको लागि 5% मात्रै बचाउँछ भने महिनाको 1500 मात्रै बचत गर्छ। यसको मतलब उसले 28,500 त खर्च गर्छ हरेक महिना। त्यही भएर उसलाई हरेक महिना 28,500 अथवा बढी आम्दानी हुनु पर्यो, न्यूनतम खर्च। यो पर मन्थ एलाउन्स भनेको चाहिँ त्यो हो। यसमा के एजुम गरिएको छ भने हरेक वर्ष अब तपाईँले काम गर्न छोडेपछि, तपाईँले रिटायर भइसकेपछि 4% का दरले हरेक वर्ष पैसा झिक्दै 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 गर्दा पनि तपाईँको त्यो सिड मनी जति छ, त्यो पुँजी, त्यो चाहिँ सुकेर जाँदैन, घट्दैन। त्यो तपाईँले सन्ततिका लागि छोड्नुहुनेछ। अब हेरौँ, 5% बचाउने मान्छेले महिनाको 1500 बचाउँदा 12 × 15 180, 18,000 प्रत्येक वर्ष 18,000 बचाउने भयो। र पहिलो वर्ष 18,000 बचाएपछि दोस्रो वर्ष पनि उसले 18,000 थप्छ। त्यसमा ब्याज प्राप्त भएर 37,800 हुन्छ। यसरी नै हिसाब गर्दै 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 जाँदाखेरि अब उसले 4%, यो जम्मा जम्मी बचत जति छ त्यसको 4% भनेको त जम्मा 1512 आउँछ। उसले वर्षमा 1512 रुपैयाँ मात्रै झिक्न पाउने भयो। त्यति झिक्यो भने मात्रै उसको यो पुँजी चाहिँ घट्ने भएन। त्यो भनेको महिनाको 126 हुन्छ। जसले महिनाको 28,500 खर्च गरिरहेछ, 126 ले पुग्दैन उसलाई। त्यही भएर ऊ अझै काम गर्नुपर्ने हुन्छ। उसलाई 28,500 हुन्जेलसम्मको लागि काम गर्नुपर्दा 40 देखि 41 वर्ष काम गर्नुपर्ने हुन्छ। हामी देख्न सक्छौँ धेरैजसो मान्छेहरू 65 वर्ष 70 वर्षसम्म पनि काम गरिराख्नु भएको हुन्छ। यसमा दुईटा कुरा हुन्छ। उहाँहरू आफ्नो स्वइच्छाले पुगेर पनि यसो काम गरौँ, सक्रिय जीवनशैली अपनाऊ भनेर काम गर्नु एउटा कुरो हो। तर नपुगेर नै काम छोडेँ भने त मैले केही पनि छैन बचत, त्यो अवस्थामा 65 वर्ष 70 वर्षको वृद्धहरू हुनु भनेको राम्रो कुरो होइन। अब हामीले प्लान त्यही अनुसारले गर्नु पर्यो। तपाईँहरू कति वर्षको हुनुहुन्छ र अब 40 वर्षसम्म काम गर्न सक्नुहुन्छ? तपाईँले आफ्नो आम्दानीको 5% बचाइरहनु भएको छ। यदि 5% मात्रै बचाउनु भएको छ भने तपाईँले कम्तीमा 40 वर्ष काम गर्नुपर्ने हुन्छ। अब हेरौँ 10% बचाउँदा के हुन्छ। 10% भनेको 3,60,000 को 10% 36,000, हरेक वर्ष 36,000 तपाईँले बचाउनुहुन्छ। दोस्रो वर्ष 75,600, तेस्रो वर्ष 1,19,000 हुँदै 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 अब यहाँ 10% बचाउने मान्छेलाई के छ फाइदा भने उसले 90% मा आफ्नो जीवनशैली पुर्याउँछ। उसले मासिक खर्च 90% ले पुर्याउँछ। यसको मतलब उसलाई महिनाको 27,000 मात्रै भए खर्च चल्छ। फलस्वरूप जो मान्छेलाई 85,50,000 चाहिन्थ्यो नि रिटायर हुन, 10% बचाउनेलाई 81 लाख मात्रै भए पुग्छ। र यो 81 लाख हुन 80 लाख हुन्छ 33औं वर्षमा, र 34औं वर्ष पुग्दा 88 लाख हुन्छ। त्यही भएर 33 वर्ष पछाडि रिटायर हुन सकिन्छ। 5% बाट 10% हुन चाहिँ 2 गुणा हो। तर हामीले एमाउन्टको रूपमा हेर्ने हो भने 27,000 र 28,500। यदि कोही मान्छेले महिनाको 28,500 खर्च गर्दैछ भने उसले 27,000 मा आफ्नो जीवन चलाउन सक्छ होला कि सक्दैन होला? 28,500 खर्च गरिरहेको मान्छेले 27,000 मा यदि आफ्नो मासिक खर्च पुर्याउँछ र त्यो बाँकी 5% उसले बचत गर्छ भने, एकदम अनुशासित भएर बचत गर्छ भने उसले 7 वर्ष कम काम गर्नुपर्छ। तपाईको जीवनको उत्तरार्धको 7 वर्ष आनन्दसँग बिताउन, तपाईलाई मन लागेको कुरा गर्न, तपाईलाई मन नलागेको काम नगर्नको लागि त्यसले फाइदा पुर्याउँछ। अब हेरौँ तपाईले 20% बचाउनु भयो भने के हुन्छ।
30,000 कमाउने मान्छेले 20% भनेको वार्षिक 72,000 हुन्छ। सबै कुरा सेम छ। 2 वर्ष 3 वर्ष पछाडि 4 वर्ष पछाडि 3,34,000 हुन्छ। यसै गरी मैले हिसाब गरेको छु। अब यो मान्छेलाई रिटायर हुनलाई चाहिने पैसा पनि कम छ, किनभने उसले मासिक 80% मै आफ्नो खर्च पुर्याउँछ। भनेको मासिक 24,000 मात्रै भए पुग्यो यो मान्छेलाई। उसको जीवनशैली ठिक्कको 24,000 मा पुग्ने छ भने उसले 72 लाख रुपैयाँ जम्मा भएपछि रिटायर हुन सक्छ। म हरेक महिना 24,000 खर्च गरेँ भने पनि मेरो 72 लाख रुपैयाँ म बाँचुन्जेल सकिँदैन र मेरा सन्ततिलाई यो 72 लाख रुपैयाँ रहिरहन्छ। यदि त्यस्तो गर्ने हो भने 26 वर्षमा त 78 लाख हुन्छ। 25 देखि 26 वर्ष, 25 वर्षमा 70,80,000 मात्रै हुन्छ, अलिकति पुग्दैन। 26 वर्षमा उसको गोल मिट हुन्छ, इन्डिपेन्डेन्स, आर्थिक समुन्नति, समृद्धि प्राप्त हुन्छ। यो मात्रै वास्तविक अर्थमा धनवान हुनु हो। जब तपाईले काम नगरिकन पनि तपाईको आवश्यकताहरू, तपाईका मासिक खर्चहरू मजाले पुर्याउन सक्नुहुन्छ, त्यति बेला मात्रै तपाई समृद्ध हुनुभएको हो। तपाईको मासिक आम्दानी 2 लाख, 3 लाख, 5 लाखले केही फरक पर्दैन। यदि 5 लाख कमाएर तपाई 4,50,000 खर्च गर्नुहुन्छ, बाँकी ट्याक्स तिर्नुहुन्छ, त्यो तपाईको बचत जिरो छ। 3 महिना तलब आएन भने तपाई फेरि ऋण लिनुपर्ने अवस्थामा पुग्नुहुन्छ भने त्यो आर्थिक समृद्धि होइन। 26 वर्ष यो पनि लामो समय हो। तर यदि तपाई अब एकदमै अनुशासित भएर, यो 30,000 को तलब हुने मान्छेलाई यो लागु नहोला, तर यदि कोही महिनाको परिवारमा श्रीमान श्रीमती सबै व्यवसाय मिलाएर महिनाको 1 लाख कमाउँदै हुनुहुन्छ भने महिनाको 50,000 खर्च गरेर बाँच्न सक्नुहुन्छ। यदि तपाईहरुले त्यो त्याग गर्न सक्नुहुन्छ र भविष्यमा के पर्छ भनेर यदि बचाउन सक्नुहुन्छ भने यहाँ एकदम इन्ट्रेस्टिङ छ। 14 वर्षमा तपाईहरुलाई जम्मा 45 लाख भए पुग्छ। 45 लाखले तपाई आफ्नो जीवनशैली, त्यही जुन जीवनयापन गरिरहनु भएको छ त्यो कन्टिन्यू गर्न सक्नुहुन्छ। त्यसपछि तपाईले काम नगरे पनि भयो। तपाईले अरु केही काम गर्न मन लाग्छ भने नयाँ काम गरे पनि भयो अथवा नगरे पनि भयो। तपाईसँग 14 वर्षको अन्त्यमा 50 लाख जम्मा हुन्छ। र यसरी सरसर्ती हेर्दाखेरि 41 वर्षसम्म काम गर्न कसैलाई पनि मन छैन होला। र यो एकदमै लामो समय पनि हो। तर यो भन्दै गर्दा एउटा कुराको डर के छ भने हामीले 5% पनि बचाइरहेका छैनौं हाम्रो आम्दानीको। महिनाको 30,000 कमाउने मान्छेको 5 वर्ष भयो जागिर खाएको, उसँग कम्तीमा पनि 1 लाख रुपैयाँ त ऋण नखोजिकन चाहिएको बेला सर्लक्क झिक्न मिल्ने खालको हुनुपर्ने, त्यो हुँदैन। त्यस्तो भइरहेको छ भने अब उसले कति वर्ष काम गर्ने? जिन्दगीभरि काम गर्ने अनि अन्तिममा पनि केही पनि रहँदैन बाँकी। यो कुरा नेपालमा काम गर्ने, नेपालमा आम्दानी भएको, जागिर भएको मान्छेको मात्र हैन, विदेशमा तपाईहरु विदेश जानुभएको छ, तपाईको घरको मासिक खर्च हिसाब गर्नुस् र बचतको प्रतिशत हिसाब गर्नुस्। जीवनशैली एकदमै महँगो भइरहेको छ नेपालमा र तपाईले सोच्नु पर्ने हुन्छ यदि तपाईको श्रीमान श्रीमती कोही विदेश जानुभएको छ, दाइ भाइ घरको कोही परिवार विदेश गइरहनु भएको छ, उहाँहरुको उमेर तपाईहरुको आफ्नो उमेर एकदम लिमिटेड छ। 20 वर्ष भन्दा बढी बाहिर बस्न सक्नुहुन्न होला। 20 वर्षमा एउटा साइजेबल इन्कम आउन, यहाँ आएर केही गर्छौं भन्ने बनाउन पनि तपाईले कम्तीमा पनि 20% बचाउनु पर्यो। त्यो गर्यो भने एउटा राम्रै रकम जम्मा हुन्छ। यहाँ आएर केही व्यवसाय गर्न सक्नुहुन्छ। तपाईको परिवारको कोही सदस्य विदेश हुनुहुन्छ भने यहाँ नेपालमा जो हुनुहुन्छ उहाँहरुको यो दायित्व हो कि उहाँहरुलाई कसरी छिटो भन्दा छिटो विदेश जानु नपर्ने अवस्था बनाउने, त्यो जिम्मेवारी चाहिँ हाम्रो नेपालमा भएको मान्छेको हुन जान्छ। यसैका लागि मैले यो आजको भिडियो बनाएको हो। यहाँहरुलाई यो भिडियो मन पर्यो भने
अथवा मैले प्रस्तुत गरेको केही कुरामा तपाईहरुको चित्त बुझेन भने यसरी कहाँ हरेक वर्ष 10% गेन हुन्छ र 10% ब्याज कहाँ दिन्छ र अहिले त एफडी मा पनि 7.5% मात्रै छ। हो अहिले 7.5% मात्रै छ फिक्स्ड डिपोजिटमा, तर कुनै बेला 12-13% पनि थियो। त्यो हिसाब गरेर औसतमा मैले लङ रनमा, अनि यो होइन कि सबै पैसा सेभिङ एकाउन्टमै राख्नुपर्छ भन्ने छैन। तपाईले विभिन्न कुरा गर्न सक्नुहुन्छ। जग्गामा राख्नुस्, चाहे फिक्स्ड डिपोजिटमा राख्नुस्, चाहे शेयर मार्केटमा राख्नुस्, चाहे घरैमा बाक्साभित्र ताला लगाएर राख्नुस्, सुन किनेर राख्नुस्। जसरी पनि औसतमा 10% वा त्योभन्दा बढी नै हुन्छ, तर बचत चाहिँ हुनु पर्यो। आम्दानी जति भइरहेको छ त्यति नै खर्च चाहिँ हुनु भएन। मेरो भनाइ यति नै हो। अर्को भिडियोमा हामी फेरि भेट्दै गरौँला। हस्त, धन्यवाद।